नमस्ते साथीहरू। कीर्तिपुरमा हिजो फ्लड लाइन मात्र बलेको थिएन, विराटनगर किङ्सको ब्याट पनि बलेको थियो। 200 प्लसको स्कोर, तुफानी पार्टनरसिप र अन्त्यमा स्पिनको जादु। टस हारेर ब्याटिङमा आएको किङ्सले ब्याटिङमा आगो नै लगायो भन्नुपर्छ। सुरुवातमा मार्टिन गप्टिल र लोकेश कम आए तबाही। 132 रनको पार्टनरसिप मात्र 76 बलमा। गप्टिल त लेजेन्ड हुन् नै, तर आज लोकेश कमले देखाइदिए कि उनी पनि लेजेन्डभन्दा कम छैनन्। यी दुईजनाले ब्याटिङ गर्दा चौका छक्काको वर्षा गरिरहेका थिए। बलर्सहरूलाई बलिङ गर्न नपाए हुन्थ्यो भन्ने बनाइदिएका थिए। लोकेश कमले यो फर्मलाई कन्टिन्यू गर्नुपर्छ र कन्सिस्टेन्ट कसरी हुने भन्ने कुरामा ध्यान दिनु जरुरी छ र यो एनपिएल निकै खास हुनेवाला छ उनको लागि। फाफ डु प्लेसिस, गप्टिल, मन्सी जस्ता लेजेन्डहरूबाट सिक्ने अवसर छ। सो यो अवसरलाई उनले राम्रोसँग सदुपयोग गर्नुपर्ने हुन्छ। मोमेन्टम रोकिएन। धेरैजसो देखिन्छ कि सेट ब्याट्सम्यान आउट भएपछि रन रेट स्लो हुन्छ, तर हिजो त्यो देखिएन। शुभम रञ्जनी र बसिर अहमदले मोमेन्टमलाई रत्तिभर पनि घटाउन दिएन। र लास्टमा नारायण जोशीको केमियो, उनले पनि ब्याट घुमाउँदै मेसेज दिए, म पनि कम छैन है। रिजल्ट पोखराको अगाडि 221 रनको विशाल पहाड। पोखरा जवाफी ब्याटिङमा आउँछ। 221 को टार्गेट धेरैलाई लागेको थियो वान साइडेड हुन्छ होला, तर पोखरा एभेन्जर्सले गिभअप गरेन। ओपनिङमा आएका दिनेश खरेल सस्तोमा आउट भए। त्यसपछि सुरु हुन्छ काउन्टर अट्याक। एडम वासिङटन र क्याप्टेन कुशल बुथेलले तुफानी पारी खेल्दै मात्र 32 बलमा 76 रनको पार्टनरसिप गर्छन्। एक समय यस्तो आयो कि लाग्यो पोखराले यो टार्गेट इजिली चेस गर्छ। एभ्री बल वाज गोइङ टु द बाउन्ड्री। म्याच कहाँ पल्ट्यो त? सबसे पहिला शुभम रञ्जनले खतरनाक ब्याट्सम्यान एडम वासिङटनलाई एलबिडब्ल्यूमा पारे। त्यो विकेट अक्सिजन जस्तै थियो भन्छु किङ्सको लागि। त्यसपछि आउँछन् द म्याजिसियन क्याप्टेन सन्दीप लामिछाने। उनको त्यो एक ओभर गेम चेन्जिङ ओभर थियो। एकै ओभरमा 2 विकेट निकालेर उनले पोखराको ब्याटिङको कम्मर नै भाँचिदिए। जहाँ पोखराले म्याच जित्ने आशा देखेको थियो, स्यान्डीले त्यो आशालाई निराशामा बदलिदिए। त्यहाँबाट किङ्सले म्याचमा पकड बनायो र अन्ततः 53 रनले जित्न सफल भयो। हिजोको म्याचले एनपिएलको लेभल सेट गरेको छ। लोकेश कमको पावर, गप्टिलको क्लास र सन्दीप लामिछानेको म्याच विनिङ स्पेल, बाफ रे बाफ, अलगै मजा थियो। म्यान अफ द म्याच लोकेश कम भए पनि मेरो लागि सन्दीप लामिछाने र शुभम रञ्जनी गेम चेन्जर थिए। क्रिटिकल मोमेन्ट्समा विकेट लिनु र शुभमले ब्याटिङमा पनि मोमेन्टम कन्टिन्यू गर्न सक्नु एकदमै महत्त्वपूर्ण थियो विराटनगर किङ्सको लागि। हजुरहरूलाई हिजोको म्याच कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला।